शान्त भएर तपाईहरुले सुन्नुस्। आगामी कसरी जाने त्यो रणनीतिमा तपाईहरु उभिनुस्। तपाईहरुले धर्मको मुद्दा उठाउनु भएको व्यक्तिले पहिला सुरु आफैमा एउटा डिसिप्लिन धारणा गर्नुस्। देखेर म बुढो भए पनि म माथि धन ऊर्जा थपिएको छ। म राम्रो किन हल्ला गरिराख्नु भएको छ? तपाईहरु शान्त भएर बस्नुस्। अग्रज हाम्रो संयोजकजीको वचन सुन्नुस्। हामीहरु सबैलाई पोलेको छ, हामीलाई पनि छ पीडा, तर डिसिप्लिन भएर अनडिसिप्लिन भएर होइन। तपाईहरुलाई साधनाको जरुरी छ। फुट्यो राजावादी समूह। राजा फर्काउने आन्दोलन बुढापाकाबाट पार नलाग्ने भन्दै युवाहरूको विद्रोह। हामीले खतम बनाएर आज मिडियाबाट काम हो यो। राजावादी समूहमा विभाजन आएको छ। राजा फर्काउने आन्दोलन बुढापाकाबाट पार नलाग्ने भन्दै राजावादी युवाहरू छुट्टै छलफलमा जुटेका छन्। त्यसैले युवा भित्र आउन जरुरी छ, युवा अगाडि बढ्न जरुरी छ। युवाको खुन सल्पलाइसकेको छ। अब सबभन्दा ठुलो कुरो आन्दोलन कन्टिन्यू हुन्छ जबसम्म हाम्रो माग हाम्रो लक्ष्य प्राप्त हुँदैन तबसम्म हामी आन्दोलनमा रहन्छौँ। साथीहरूले यसमा पटक्कै अविश्वास गर्नुपर्ने ठाउँ रहँदैन। अर्को कुरो अब साथी आज मैले वास्तवमा यो प्रतिनिधि भएर आउनुभएका साथीहरूलाई जो उत्सुकता छ त्यसले उहाँहरू धेरैजना यहाँ उपस्थित हुनुभयो। मैले यहाँ 44 जना सङ्घ संस्थाका प्रतिनिधिहरूको बिचमा छलफलको निम्ति बनाएको थिएँ। त्यसकारणले अब प्रतिनिधि जो संस्थाका प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूले छोटकरीमा आफ्नो भावना राखिदिनुभयो भने नेतृत्वलाई पछि निर्णय गर्न ज्यादै सजिलो हुनेछ। त्यसकारणले म साथीहरूसँग अनुरोध गर्न चाहन्छु आफ्नो आफ्नो संस्थाको भावना अनुसारको छोटकरीमा विचारहरू यहाँ राखिदिनु होला। फेरि पनि त्यो सुनेपछि फेरि पनि म तपाईँहरूको बिचमा उपस्थित हुनेछु। शान्त भएर तपाईहरुले सुन्नुस्। आगामी कसरी जाने त्यो रणनीतिमा तपाईहरु उभिनुस्। तपाईहरुले धर्मको मुद्दा उठाउनु भएको व्यक्तिले पहिला सुरु आफैमा एउटा डिसिप्लिन धारणा गर्नुस्। किन हल्ला गरिराख्नु भएको छ? तपाईहरु शान्त भएर बस्नुस्। अग्रज हाम्रो संयोजकजीको वचन सुन्नुस्। हामीहरु सबैलाई पोलेको छ, हामीलाई पनि छ पीडा, तर डिसिप्लिन भएर अनडिसिप्लिन भएर होइन। तपाईहरुलाई साधनाको जरुरी छ। तपाईहरुलाई योग तपस्याको जरुरी देखे मैले। तपाईँहरूको उत्साह, तपाईँहरूको जागर, तपाईँहरूको विचारप्रतिको अटल विश्वास
देखेर म बुढो भए पनि म माथि झन् ऊर्जा थपिएको छ। म राम्रो एउटा राम्रो कार्यक्रम ल्याउनेछु र तपाईँहरूको बिचमा फेरि अब दोस्रो तहको आन्दोलनको कार्यक्रम पेश गर्नेछु। तपाईँहरू सुस्वस्थ हुनुहुन्छ। आजलाई यो सभा म यही बन्द गर्न चाहन्छु। धन्यवाद। हामीले खतम उडाएर आज मिडियावाला काम हो यो। बुधबार दोस्रो चरणको आन्दोलन घोषणा गर्ने बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नआएर यही व्यवस्थाको संसदलाई महत्त्व दिएको भन्दै कार्यकर्ताले हो हल्ला गरेका थिए। कार्यकर्ताले माइक खोसाखो समेत गरेका थिए। त्यसपछि आन्दोलन नै घोषणा नगरी बैठक स्थगित भएको थियो। राजावादी युवाहरूले अब सशक्त आन्दोलन गर्ने भन्दै छुट्टै समूह बनाउने भएका छन्। संयुक्त जनआन्दोलन समितिको बैठक चलिरहेका बेला राप्रपा अध्यक्ष लिङदेन प्रतिनिधि सभा बैठकमा थिए। लिङदेन सहित राप्रपाका अधिकांश सांसद संसद भवनमा थिए। केही सांसद संसदीय समितिको बैठकमा सहभागी भएका थिए भने केही राप्रपाको नेताको पिएसओ फर्काउन माग गर्दै सभामुख देवराज घिमिरे कहाँ डेलिगेसनमा पुगेका थिए। उनीहरूले संसदमै राप्रपामाथि विभेद गरेको गुनासो गरेका थिए। दिन प्रतिदिन राजावादीको आन्दोलन शिथिल हुन थालेपछि राप्रपालाई राजसंस्था भारी बनेको छ। सोही कारण राजेन्द्र लिङदेन सहितका नेता संयुक्त जनआन्दोलन समितिको बैठकमा सहभागी नभएका हुन्। राप्रपाबाट राजसंस्थाको आन्दोलन पार लाग्ला भन्ने कसैले पनि पत्याएका थिएनन्। त्यसमाथि 86 वर्षीय वृद्ध नवराज सुवेदीलाई संयोजक तोकिएपछि चाँडै राजावादी आन्दोलन तुहिने सबैले अनुमान गरेका थिए। नभन्दै बुधबारदेखि राजावादी समूहमा विद्रोह देखा परेको छ। आन्दोलन कन्टिन्यू हुन्छ जबसम्म हाम्रो माग हाम्रो लक्ष्य प्राप्त हुँदैन तबसम्म हामी आन्दोलनमा रहन्छौँ। पार्टीहरूले यसमा पटक्कै अविश्वास गर्नुपर्ने ठाउँ रहँदैन। अर्को कुरो, अब साथी आज मैले वास्तवमा यो प्रतिनिधि भएर आउनुभएका साथीहरूलाई जो उत्सुकता छ त्यसले उहाँहरू धेरैजना यहाँ उपस्थित हुनुभयो। मैले यहाँ 44 जना सङ्घ संस्थाका प्रतिनिधिहरूको बिचमा छलफलको निम्ति बनाएको थिएँ। त्यसकारणले अब प्रतिनिधि जो संस्थाका प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूले छोटकरीमा आफ्नो भावना राखिदिनुभयो भने नेतृत्वलाई पछि निर्णय गर्न ज्यादै सजिलो हुनेछ। त्यसकारणले म साथीहरूसँग अनुरोध गर्न चाहन्छु, आफ्नो आफ्नो संस्थाको भावना अनुसारको छोटकरीमा विचारहरू यहाँ राखिदिनु होला। फेरि पनि त्यो सुनेपछि फेरि पनि म तपाईँहरूको बिचमा उपस्थित हुनेछु। धन्यवाद।